गर्नुभयो होला नि, कुनै रोगको लागि प्रार्थना गर्नु होला नि, कुनै ढोका खोलिनको लागि प्रार्थना गर्नुभयो होला नि हैन, कुनै जागिरको लागि, कुनै व्यवसायको लागि तपाईहरुले प्रार्थना निरन्तर गर्नुभएको होला नि। जुन चाहिँ प्रार्थनाहरु चाहिँ के भएको छ, सुनाइ भएको छैन होला है। अनि हामीले त्यो बेस्ट कुरा पाउनलाई चाहिँ हामीले केही कुरा त गर्नु पर्यो नि। त्यसैकारण आज तपाईहरुको बिचमा चाहिँ म एउटा यस्तो विषयको बारेमा भन्ने छु है, जुन कुराले चाहिँ मलाई आशा छ तपाईहरुको अनि यो पालिको 2026 मा चाहिँ तपाईहरुले पाउनु नै हुनेछ। आमेन है। अनि हामीले गलती 5 को 22 मा के छ नहेरिकन कसले भन्न सक्नुहुन्छ? गलती 5 को 22 मा के छ? त्यसको शीर्षक मात्रै भन्नु भए पनि हुन्छ, पुरै म भन्न लगाउँदिन। गलती 5 को 22 मा पवित्र आत्माको फल। हजुर, पवित्र आत्माको फल है। यसरी बिर्सिनु भएन नि है। गलती 5 को 22-23 है, तपाईहरु सम्झिरहनु, यो चाहिँ के छ त? पवित्र आत्माको फल। अनि त्यहाँ चाहिँ एउटा यस्तो शब्द छ, विश्वास योग्य भन्छ त्यसलाई चाहिँ हैन, विश्वासता भन्नुहुन्छ। किनभने म पनि इन्डियामा हुर्केको कारणले गर्दा मेरो नेपाली पनि अलि स्पष्ट छैन है, तर पनि म यो कुरालाई पनि म चाहिँ जित्दै छु है। आमेन। अनि त्यहाँ चाहिँ एउटा यस्तो शब्द छ, विश्वसनीयता पनि हामी भन्न सक्छौं। इंग्लिशमा चाहिँ यसलाई फेथफुल भन्छ हैन। अनि तपाईहरुलाई सजिलो भाषासँग तपाईहरु के भन्नुहुन्छ यसलाई? विश्वास योग्य होला जस्तो लाग्छ मलाई है। सजिलो, विश्वास योग्य। आज तपाई त्यो विश्वास योग्य भन्ने शब्दले चाहिँ के बुझ्नुहुन्छ त तपाईहरुको जीवनमा? विश्वास र विश्वास योग्य फरक छ है। विश्वास चाहिँ तपाईले हिब्रू 11 को 1 मा भेटाउनुहुन्छ। त्यहाँ चाहिँ के भनेको छ भने विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा हो है। आज जसरी हामीले प्रभु येशूलाई 2000 वर्ष अगाडि आफ्नो आँखाले हामीले देखेका छैनौं हैन। उहाँ जन्मनु भएको, उहाँ हुर्कनु भएको, उहाँ क्रुसमा मर्नु भएको हैन। अघि बाबाले भन्दै हुनुहुन्थ्यो, जुन हाम्रो पापलाई लिएर उहाँ क्रुसमा चढ्नु भयो, त्यो कुरा हामीले देखेका छैनौं, तर हामीले सुनेका छौं, पढेका छौं। अनि त्यसैले हामीले के गरेका छौं त? विश्वास गरेका छौं। अनि त्यो चाहिँ हामीले नदेखेको कुरा हामीले विश्वास गरेका छौं नि त। अनि साँच्चै नै उहाँले चाहिँ हामीलाई अनन्त जीवन दिनुहुन्छ। अघि ग्रहण गर्दै हुनुहुँदा यूहन्ना 1 को 12 मा भनेछ नि त हैन, जति जनाले उहाँको नाममाथि कसरी भन्नुस् त? जतिले उहाँको नाममाथि विश्वास गरेर उहाँलाई ग्रहण, जति जनाले उहाँलाई ग्रहण गरे र उहाँको नाममाथि विश्वास गरे तिनीहरूले परमेश्वरको सन्तान हुने अधिकार पाउनु भयो हैन। अनि आज त्यो सबै कुरा हामी विश्वास गरेर गर्छौं नि त हैन। त्यो भनेको चाहिँ विश्वास। तर विश्वास योग्य भनेको चाहिँ जो चाहिँ यी सबै कुरा पाइसकेर पनि परमेश्वरमा चाहिँ निरन्तर, परमेश्वरलाई तपाईले केही न केही कुराहरु प्रतिज्ञा गर्नुभयो होला। जब तपाईले परमेश्वरलाई चिन्नु भयो नि, म प्रभु अब यो पुरानो जीवन म जिउँदिन, म तपाईको लागि निरन्तर जिउने छु हैन, म तपाईमा सधैँभरि अगाडि बढिरहने छु है। जुनसुकै बाधा किन नहोस्, जुनसुकै गाह्रो अवस्था किन नहोस्, तर म तपाईलाई छोड्ने छैन भनेर जुन तपाईले एउटा प्रतिज्ञा गर्नुभएको छ नि, आज त्यही अनुसार तपाईले जिउनु भएको छ कि छैन? त्यो चाहिँ हो विश्वास योग्य। साँच्चै नै आज हामी त्यसरी नै हामी जिएका छौं भने हामी साँच्चै नै परमेश्वरको सामु चाहिँ विश्वास योग्य भएका छौं है। तर आज हामी त्यसरी जिएका छैनौं भने हामी विश्वास योग्य छैनौं हैन त। अनि तपाईहरुले त्यहाँ पाउन सक्नुहुन्छ यो 7 नम्बरको यो चाहिँ हैन, विश्वास योग्य भनेर चाहिँ। अनि यसलाई चाहिँ ग्रीक भाषामा चाहिँ के भन्छ भने पिस्तिस भन्छ। भन्नुस् त सबैजनाले पिस्तिस। यसलाई चाहिँ ग्रीक भाषामा पिस्तिस भन्छ हैन। अनि यस्तो व्यक्ति जो चाहिँ आफ्नो विश्वासमा एकदम बलियो हुन्छ हैन, भरोसा गरिरहन्छ, अटुट हैन, एकदम बलियोसँग स्थिरता रहिरहन्छ। अनि कर्तव्य र सेवामा चाहिँ उ के गर्छ त? आफ्नो जीवनलाई समर्पित तरिकाले जिइरहन्छ। त्यस्तो व्यक्तिलाई चाहिँ आज के भन्छ? विश्वास योग्य भन्छ। तर हामी एउटा मानव जाति, हामी मानिस शरीरमा भएको कारणले गर्दाखेरि चाहिँ कतिचोटि हामी आफै पनि हैन, तपाई म हामी आफै पनि कतिचोटि चाहिँ विश्वास योग्य जिउने भन्दा पनि हामी चाहिँ कमजोर हुन्छौं है। हामी कतिचोटि त्यो कुराहरु हामी चाहिँ पूरा गर्न सकिरहेका हुँदैनौं। जसरी सोलोमन राजाले पनि हैन, यो समयमा मात्रै होइन के, यो चाहिँ पुरानो समयसम्मबाट पनि आइरहेको। जसरी हैन बुद्धिमानी एउटा राजा हुनुहुन्छ, को हुनुहुन्छ उहाँ? सोलोमन राजा। उहाँले हितोपदेश 20 को 6 मा के भन्दै हुनुहुन्छ भने, छिटो छिटो पल्टाउनुस् हो, तपाईहरुले भेटाउनु भयो भने तपाईहरुले पढ्दिनु होला ल। हितोपदेश 20 को 6 मा के भन्दै हुनुहुन्छ भने,
अहिलेदेखिको होइन तर पहिलेदेखि नै यो अवस्थाहरू चाहिँ छ है। पदहरू चाहिँ धेरै नै छ होइन। यहाँ के भनेको छ भन्दा धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दाबी गर्छन् तर विश्वास योग्य मानिस कहाँ पाउन सकिएला है। आज मान्छेहरूले चाहिँ म प्रभुलाई प्रेम गर्छु, म प्रभुको लागि यो पनि गर्न सक्छु त्यो पनि गर्न सक्छु होइन, मैले प्रभुमा नयाँ जीवन पाएको छु, म त एउटा विश्वासी। खास हामीलाई विश्वासी भनेको छ नि त, विश्वासमा बलियो हुनुपर्ने हाम्रो त एउटा के भन्छ अरे त्यसलाई बलियो एउटा चिन्ह नै हुनुपर्ने हो नि त। तर कतिचोटि मान्छेहरूले भन्छन् म प्रेम गर्छु प्रभुलाई होइन, म कति दया माया गर्छु, म यो गर्छु त्यो गर्छु, तर के हुन्छ यहाँ त के भनेछ तर विश्वास योग्य मानिस कहाँ पाउन सकिएला भनेर चाहिँ सोलोमन राजा आफैले नै यहाँ प्रश्न गरिरहेको छ कि साँच्ची नै होइन त। आज हेर्नुहोस् न हाम्रो जीवनमा पनि हाम्रै साथीसँगै हाम्रै परिवारमा पनि कतिचोटि हामीले विश्वास गरिरहेको हुन्छ तर उनीहरूले हाम्रो विश्वासलाई के गरिरहेको हुन्छ तोडिरहेको हुन्छ कि हाम्रो भरोसा जुन हामीले भरोसा उहाँहरूलाई गरिरहेका हुन्छौँ उनीहरूले के गरिरहेको हुन्छ त विश्वासघात गरिरहेको हुन्छौँ। अहिले दाजुभाइमा दिदीबहिनीमा हो कि होइन तपाईँ आफै विचार गर्नुहोस् त, संसारमा त्यस्तै छैन अहिले छ नि होइन, त्यो त्यस्तै छ अहिलेको यो समय नै होइन। अनि त्यसै कारण हामी पनि कतिचोटि त्यस्तो हुन्छौँ किन भन्दाखेरि हामी चाहिँ आफ्नो विश्वासमा बलियो हुँदैन कि विश्वास यो हामीले दिएको वचनमा चाहिँ हामी बलियो हुँदैन होइन। तर पनि परमेश्वरले चाहिँ आज हामीलाई चाहिँ किन विश्वास योग्य हुनुपर्छ भनेर यहाँ पवित्र आत्माको फलमा राखिदिनु भएको छ भने किनकि हाम्रो परमेश्वर के हुनुहुन्छ त उहाँ आफै विश्वास योग्य हुनुहुन्छ। आमेन है, उहाँ एकदम विश्वास योग्य हुनुहुन्छ, कहिले पनि नबदलिनु हुने होइन, सधैँभरि एक समान रहिरहनु हुने परमेश्वर जसमा चाहिँ हामी भर गर्न सक्छौँ। अघि विमलाजीले भन्दै हुनुहुन्थ्यो होइन हाम्रो परमेश्वर मेरो बुवा जस्तै जसमा चाहिँ अरूले हामीलाई नबुझ्ला अरूले हामीलाई होइन हामीले खोजेको जस्तो वास्ता नगर्ला, तर हाम्रो परमेश्वर बुवा चाहिँ सधैँभरि के हुनुहुन्छ त एक समान हुनुहुन्छ, उहाँ कहिले पनि बदलिनुहुन्न। अनि तपाईँले एउटा कुरा विचार गर्नुहोस् उहाँको कति धेरै प्रतिज्ञा छ होइन बाइबलमा, अनि त्यो प्रतिज्ञाहरू चाहिँ उहाँले कहिले पनि भनिसकेको प्रतिज्ञा कहिले पनि उहाँले फिर्ता लिनु हुँदैन, उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न, आफूले बोलेको शब्द उहाँले कहिले पनि भङ्ग गर्नुहुन्न के। हामी मान्छे त होइन हामी बाचा गर्छौँ तर के गर्छौँ होइन विवाहित जोडी पनि सुरुमा प्रेम गऱ्यो यो गऱ्यो त्यो गऱ्यो होइन पछि विवाह गरेर हामी छुट्टिन्छौँ भने होइन र, तर परमेश्वर चाहिँ त्यस्तो हुनुहुन्न। जब उहाँले बाचा गर्नुहुन्छ भने प्रतिज्ञा गर्नुहुन्छ भने त्यो पुरा नै गर्नुहुन्छ। आमेन है। अनि त्यसै गरी हामी 13:8 पनि हामी हेर्न सक्छौँ यहाँ चाहिँ के भनेको छ भने प्रभु येशू चाहिँ सधैँभरि एक समान हुनुहुन्छ, हिजो आज अनि सधैँभरि। पहिला पनि उहाँ एक समान हुनुहुन्थ्यो, आज पनि उहाँ एक समान हुनुहुन्छ र आउने दिनहरूमा पनि उहाँ के हुनुहुन्छ त एक समानै हुनुहुन्छ। आमेन। आज साँच्चै नै उहाँ विश्वास योग्य नै हुनुहुन्छ है, उहाँ कहिले पनि बदलिनुहुन्न होइन। पहिलो कोरिन्थी 1:9 पनि तपाईँले हेर्नु सक्नुहुन्छ। आज त्यही विश्वासद्वारा चाहिँ हामीले चाहिँ प्रभु येशूमा यो संगति गर्ने मौका पाएका छौँ, प्रभु येशूमा यसरी हामी आनन्दित हुने मौका पाएका छौँ, हामी क्रिसमसमा हामी रमाहट गर्ने मौका आज हामीले पाएका छौँ किनकि उहाँ विश्वास योग्य हुनुभएको कारणले गर्दाखेरि है। अनि मलाकीको 3:6 पनि तपाईँहरूले भेटाउन सक्नुहुन्छ कि परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न है। हामी मलाकीको चाहिँ हामी हेर्नै छौँ। त्यसैले आज हामी मान्छे चाहिँ हामी परिवर्तन हुन्छौँ तर उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न। आमेन। साँच्चै कति महान परमेश्वर उहाँ हुनुहुन्छ होइन। 3:6 यहाँ के भनेको छ तपाईँहरू पाउनुभयो, म परम प्रभु कहिले परिवर्तित हुँदिन, यसैले हे याकुबका सन्तान हो तिमीहरू नष्ट भएका छैनौ। आमेन। साँच्चै नै बिलापको पुस्तकमा नि भन्छ कि उहाँको अनुग्रह चाहिँ हरेक बिहानी हाम्रो निम्ति नयाँ छ। आज उहाँ हुनुहुन्छ र त्यसैले हामी छौँ। आज उहाँ हुनुभएको भएर भए हामी पनि हुने थिएनौँ है। त्यसैले उहाँ चाहिँ सधैँभरि विश्वास योग्य परमेश्वर हुनुहुन्छ। अनि हामीले 2 तिमोथी 2:13 पनि हामीले के पाउँछौँ भने ल छिटो छिटो पल्टाउनुहोस् है, तपाईँहरूले भेटाउनु भयो भने पढिदिनु नै सक्नुहुन्छ। 2 तिमोथी 2:13 आज कतिचोटि हामी चाहिँ होइन पाप गरिरहेको हुन्छौँ के, विश्वासी भए पनि हामी घरिघरि भुल गल्तीहरू गरिरहेका हुन्छौँ।
दोस्रो तिमोथी 2:13 मा है हाम्रो जवानहरूले झन् छिटो भेटाउनु पर्ने हैन म घरिघरि भनेको छ हामी जवानहरू चाहिँ एकदम एक्टिभ हुनुपर्छ यस्तो कुरामा है 13 मा हामी अविश्वासी छौं भने उहाँ विश्वासयोग्य रहिरहनुहुन्छ किनकि उहाँले आफैलाई सक्नुहुन्न आमेन साँच्चै नै यहाँ भनेको छ नि त हैन हामी चाहिँ हाम्रो अविश्वासमा पनि उहाँ के हुनुहुन्छ अरे त विश्वास योग्य हुनुहुन्छ रहिरहनुहुन्छ है आज मात्रै होइन भोलि मात्रै होइन तर अनन्तकालसम्म रहिरहनुहुन्छ किनकि उहाँ आफै परमेश्वर हुनुहुन्छ अनि उहाँ आफैले भनेको कुरालाई आफैले इन्कार गर्न उहाँले सक्नु हुँदैन है अनि त्यसैकारण आज हामी चाहिँ परमेश्वरको स्वरूपमा बनिएका छौं हामी परमेश्वरको सृष्टि हौं भने चाहिँ हामीमा पनि त्यो गुण भएको चाहिँ उहाँले देख्न चाहनुहुन्छ है आज हामीले त्यो जीवन जिउँदै गर्दा हामीले विश्वास त गर्यौं तर हामी साँच्चै नै के उहाँमा विश्वास योग्य छौं कि छैनौं त्यो कुरा चाहिँ हामीले आज विचार गर्नुपर्छ हैन हामी कतिचोटि हामी लडिरहेका हुन्छौं के अनि कतिचोटि हामीले भुल गल्तीहरू गरिरहेका हुन्छौं तर पनि आज हामीलाई चाहिँ उहाँले विश्वास योग्य हुनु बोलाउँदै हुनुहुन्छ किन भन्दाखेरि चाहिँ उहाँ विश्वास योग्य हुनुहुन्छ है आज उहाँ विश्वास योग्य नभइदिनु भएको भए आज हामीलाई उहाँले बोलाउनु हुन्थेन है अनि एफएसी 5:1 मा पनि तपाईहरुले भन्नु सक्नुहुन्छ यहाँ हेर्नु सक्नुहुन्छ हैन हामी चाहिँ उहाँबाट चाहिँ देखा सिकी गर्नुपर्छ भन्ने कुरा आज हामी साँच्चै नै उहाँको स्वरूपमा हामी बनिएका छौं त तपाईलाई के लाग्छ आज हामी उहाँको स्वरूपमा बनिएका छौं बोल्नुस् न हो बोल्नुस् किन त्यस्तो निराउनु भयो क्या हो हामी चाहिँ एकदम जीवित हुनुपर्छ कि हामी यस्तो कुरामा एकदम निर्धक्क भएर भन्नु सक्नुपर्छ है एफएसी 5:1 मा यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरको देखासिकी गर्नेहरू हौ आज हामीले चाहिँ सिक्नु पर्ने यही हो कि परमेश्वर विश्वास योग्य हुनुहुन्छ भने हामी पनि विश्वास योग्य हुन सकौं आमेन आमेन हामी चाहिँ एकदम जोशिलो हुनुपर्छ हैन परमेश्वरको वचनमा हामी एकदम जीवित मण्डली हुनुपर्छ है हामी निरालो मण्डली हुनु हुँदैन हामी जीवित हुनुपर्छ त्यसैले आज उहाँले भन्दै हुनुहुन्छ कि हामीले जुन कुराहरू हैन हामी हेर्छौं भने पुरानो करारमा पनि जसरी अब्राहम जसले चाहिँ परमेश्वरले भनेको एउटा शब्दमा उले आफ्नो त्यो हैन उहाँ चाहिँ पहिला सुरुमा मूर्तिहरू बनाउनु हुन्थे तर पछि उनले त्यो सबै कुरा छोड म तिमीलाई एउटा प्रतिज्ञाको देशमा लानेछु भन्दै गर्दाखेरि चाहिँ सबै छोडेर उनले गएका छन् है आज देखेको छैन परमेश्वरले आवाज सुनेको भरमा उनीले परमेश्वरलाई पछ्याएका छन् हैन अनि उनलाई नि एउटा छोरा निसन्तान हुँदै गर्दाखेरि छोरा दिन्छु भनेर पनि अनि उहाँले त्यो विश्वास गरेका छन् है अनि त्यो विश्वासमा उहाँ एकदम आनन्दित भएर अनि विश्वास योग्य भएका छन् है परमेश्वरमा एकदम बलियो भएका छन् अनि त्यसै कारणले गर्दाखेरि उहाँलाई विश्वासका पिता पनि भनिएको छ हैन आज यो हाम्रो पुरानो करारदेखि नै त्यस्ता कति धेरै छ के हैन मोसा हुनुहुन्छ अनि दाउद राजा हुनुहुन्छ अनि योसेफ हुनुहुन्छ जो चाहिँ विश्वास योग्य भएर परमेश्वर सँगसँगै हिँडेका थिए उनीहरूको जीवनमा समस्याहरू थिएन होला त थियो नि समस्या थियो हैन त्यो पछि म अहिले भन्नेछु तपाईहरुलाई हैन अनि कतिचोटि हामी विश्वास योग्य हुनु नसक्ने कारण पनि के छ त हाम्रो पापी स्वभाव हामी कतिचोटि पाप गरिरहेका हुन्छौं भूल गरिरहेका हुन्छौं जुन परमेश्वरलाई मन नपर्ने ती कामहरू हामी गरिरहेका हुन्छौं हैन त्यसैकारण हामी कतिचोटि हामी आफ्नो विश्वासमा बढ्दै जाँदा पनि हामी लड्छौं हैन तर पनि उहाँले के भन्नुहुन्छ त आज फेरि पनि हामी उहाँको चरणमा आउँछौं भने पहिलो यूहन्ना 1:9 मा तपाईले हेर्न सक्नुहुन्छ पहिलो यूहन्ना 1:9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ किनकि उहाँ के हुनुहुन्छ त योग्य र धर्मी हुनुहुन्छ आमेन आज हामीले पाप गर्यो भनेर उहाँले हैन तिमीले मलाई एकपल्ट विश्वास गरेको थियो फेरि तिमी पाप गरेको छौ म तिम्रो पापहरू क्षमा गर्दिन भनेर उहाँले भन्नु हुँदैन आज हामी कतिचोटि
भुल गल्ती गर्छौँ तर त्यो भुल गल्तीलाई हामीले विचार गरेर हामीले बुझेर हामी यो मैले गर्नु हुँदैन भनेर जब परमेश्वरमा हामी नम्र भएर फेरि आउँछौँ भने उहाँले हामीलाई के गर्नुहुन्छ त क्षमा गर्नुहुन्छ फेरि हामीलाई वास्ता गर्नुहुन्छ फेरि आफ्नो नजिकतामा हामीलाई ल्याउनुहुन्छ अनि फेरि हाम्रो जीवनमा उहाँले के गर्नुहुन्छ त आशिष दिनुहुन्छ आज उहाँले हामीलाई पापी छ तिमी नआऊ मेरो नजिक हैन तिमीले मलाई जति प्रार्थना गरिन्छ जति मेरो सामु नम्र भयो पनि म तिमीलाई क्षमा गर्दिन भनेर उहाँले भन्नु हुँदैन तर मान्छे त्यस्तो हुन्छ हैन तर परमेश्वर त्यस्तो हुनुहुन्न है साँच्चै नै उहाँ अचम्मका परमेश्वर हुनुहुन्छ है कति महान हुनुहुन्छ आज त्यस्तो परमेश्वर पाएर के तपाईँ हामी खुसी छैनौँ र आज हामी आनन्दित छौँ नि है किनकि उहाँ विश्वास योग्य हुनुहुन्छ आज हाम्रो कमजोरीमा पनि हामीलाई बल दिन नि उहाँ हुनुहुन्छ हैन आज हाम्रो गरिबीमा पनि हामीलाई आशिष दिन नि उहाँ हुनुहुन्छ आमेन है अनि हामी कस्तो कुरामा हामी विश्वास योग्य हुन सक्छौँ भन्ने कुरा पनि हामी हेर्नेछौँ है उहाँले चाहिँ ठुलो कुरामा होइन तर सानो कुरामा पनि हामी यदि उहाँमा विश्वास योग्य जसरी हामीले होइन आफूलाई दिएको जिम्मेवारी है जुन आज तपाईँलाई अघि होइन गवाई बाँड्दै गर्दाखेरि बाबाले पनि भन्दै हुनुहुन्थ्यो कि आज हामीमा एउटा न एउटा गवाई छ है आज हामीले त्यो गवाईद्वारा हाम्रो छेउछिमेकीमा जो होइन हाम्रो गाउँघरमा हामीले त्यो सुनायौँ भने साँच्चै नै आज उनको जीवन परिवर्तन हुन्छ भने त्यो दिनुभएको परमेश्वरले हामीलाई एउटा गवाई आज उनीहरूको जीवनमा काम हुन्छ नि त्यो हाम्रो एउटा जिम्मेवारी हो कि होइन भन्नुहोस् त आज हामी हरेकको जीवनमा छ नि है हामीले सुनाउन सक्छौँ हामीले उनीहरूलाई परमेश्वरमा जो हामीले आशिष पाएका छौँ जो परमेश्वरलाई हामीले अनि भेटाएर हामीले मुक्ति पाएका छौँ होइन आनन्दको जीवन हामीले जो पाएका छौँ भने अनि उनीहरूलाई पनि हामी हाम्रो जीवनबाट हाम्रो जीवन गवाईबाट होइन सुसमाचार सुनायौँ भने आज उनीहरू पनि के हुनेछ त भागीदार हुनेछ होइन उनीहरूको जीवन पनि आज के हुनेछ त बाँच्नेछ आज त्यो नै हाम्रो एउटा जिम्मेवारी पनि छ आज त्यो जिम्मेवारीलाई के तपाईँले पुरा गर्नुभएको छ भन्ने कुरा पनि यहाँबाट होइन प्रश्न आउन सक्छ किनकि उहाँले ठुलो जिम्मा मात्रै हेर्नुहुन्न के तपाईँहरूमा भएको त्यो सानो सानो जिम्मा जसरी तपाईँले आज होइन ठाउँ ठाउँमा काम गर्नुहुन्छ होला होइन अनि जबहरू गर्नुहुन्छ होला अनि तपाईँले आफ्नो विवाहमा पनि है विवाहमा पनि परमेश्वरले हेर्नुहुन्छ कि तपाईँहरू साँच्चै नै त्यो कुराहरूमा पनि इमान्दार हुनुहुन्छ कि हुनुहुन्न है आज तपाईँले दशंश परमेश्वरलाई दिनुपर्ने जुन चाहिँ दशंश छ त्यसमा पनि प्रभु तपाईँले ठुलो होइन सानो सानो कुरामा पनि आज यो थोरै छ म दिन भन्नुभन्दा पनि होइन त्यो कुराहरूमा पनि के तपाईँ इमान्दार हुनुहुन्छ आज परमेश्वरले त्यो कुराहरूमा पनि हेर्नुहुन्छ है अनि त्यही भएर परमेश्वरको लागि चाहिँ सानो सानो कुरा पनि एकदम महत्त्वपूर्ण छ आज मैले ठुलै पाप गर्नु पर्दैन है आज मैले ठुलै पाप गर्नु मैले मार्ने काट्ने गर्नु पर्दैन तर आज मेरो मुखबाट मैले के बोलिरहेको छु आज मैले श्राप पो बोलिरहेको छु कि त्यस्तो कुराहरूमा चाहिँ हामी के हुन्छौँ चुक्छौँ आज मेरो सोचाइ कस्तो छ होइन आज मैले कसैको बारेमा नराम्रो पो सोचिरहेको छु कि होइन त्यो कुराहरूमा चाहिँ हामी के हुन्छौँ चुक्छौँ किनकि मान्छेले हामीलाई देखेर वा एकदम राम्रो परमेश्वरको छोरा परमेश्वरको छोरी कस्तो राम्रो जीवन जिएको भन्छन् होला तर परमेश्वरले चाहिँ हाम्रो के जान्नुहुन्छ त हृदय जान्नुहुन्छ नि त आज त्यस्तो सानो कुराहरूले पनि हामीलाई लडाउँछ तर हामी ती कुराहरूमा पनि आज हामी विश्वास योग्य हुन आवश्यक छ होइन अनि परमेश्वरबाट त कुनै कुरा पनि लुक्दैन उहाँले सबै कुरा जान्नुहुन्छ आज हामीलाई हाम्रो आमाको गर्भमा रच्नु हुने परमेश्वरले त हाम्रो सबै कुरा थाहा नै हुन्छ होइन आज हाम्रो शिरमा भएको केस पनि गर्नु सक्नुहुने परमेश्वरलाई त झन् के कुरा लुक्छ र होइन र आमेन त्यसैले आज हामी चाहिँ ठुलो कुरामा होइन कुनै जिम्मा दिएर तपाईँ ठुलो कुरामा मात्रै विश्वास योग्य हुनुपर्छ भन्ने होइन तर तपाईँ सानो कुरामा पनि तपाईँ विश्वास योग्य हुनुभयो भने त्यो कुरामा पनि परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ है अनि तपाईँहरूले यदि कसैको होइन कसैको अब सामग्रीहरूको जिम्माहरू लिनुभएको छ भने होइन कसैसँग तपाईँले पैसाहरू लिनुभएको छ भने अनि त्यस्तो कुरामा पनि तपाईँले कसरी सम्हाल्दै हुनुहुन्छ त्यो कुरामा पनि परमेश्वरले हेर्नुहुन्छ है आज कसैको जग्गामा हामीले काम गरिरहेका छौँ भने होइन भाडामा लिएर अनि त्यो ठाउँलाई हामीले कसरी हेरविचार गरिरहेका छौँ है त्यो कुरामा पनि म्याटर गर्छ त्यो कुरामा पनि परमेश्वरले हेर्नुहुन्छ आज यो चर्च भवनमा होइन तपाईँले कति कुरा हुन्छ नि त चर्चमा होइन आज यो चर्च भवनका जति पनि यो सम्पत्तिहरू छ नि होइन जति पनि यो सम्पत्तिहरू छ यो हाम्रो भवन यो म्युजिकलको सामानहरू होइन अनि जति पनि यो सामग्रीहरू छ यसलाई तपाईँले आज कस्तो विचारले हेरिरहनु भएको छ है
उनीहरूले ए यो ढलिरहेछ नि ढलिरहेको छ म किन उठाउनु पर्यो होइन आज माथि प्लेटहरू यता कुनामा काप्चीमा छ भने म किन उठाउनु पर्यो भनेर आज हामीले त्यसरी पो हेरचेक्रा गरिरहेका छौँ कि होइन आज त्यस्तो कुराहरूमा पनि परमेश्वरले हेर्नुहुन्छ किनकि जबसम्म हामीले नि कसै अरूको सामग्रीहरूलाई एकदम महत्त्वको ठान्दैनौँ कसैको जिम्मा लिएर हामीले महत्त्वको ठान्दैनौँ भने परमेश्वरले आज हामीले पाउनुपर्ने जुन ठुलो ठुलो आशिषका कुराहरू छ नि त्यो पनि हामीलाई दिनु हुँदैन आज चुक्छौँ हामी त्यही भएर त्यस्तो कुराहरूमा चाहिँ हामी के हुनुपर्छ विश्वास योग्य हुनुपर्छ है त्यही भएर यी सानो कुराहरूबाट चाहिँ हामीले परमेश्वरलाई हामी साँच्चै नै परमेश्वर तपाईँमा विश्वास योग्य छौँ भनेर चाहिँ हामीले देखाउन सक्छौँ है अनि जसरी परमेश्वरसँग चाहिँ हामीलाई दिनलाई धेरै कुरा छ म एकदम तयार हुनुहुन्छ म एकदम तत्पर हुनुहुन्छ एकदम हतारमा हुनुहुन्छ आज हामीलाई धेरै कुरा दिनलाई तर कतिचोटि हाम्रै स्वभावले गर्दाखेरि चाहिँ हामी त्यो कुराहरू लिनलाई चाहिँ हामी चुक्छौँ है अनि जसरी लुकाको 16:10 देखि 13 मा हामी एउटा कथा छ होइन हामी यसलाई सरस्वती छिटो छिटो हामी हेर्नेछौँ 16:10 देखि 13 म यसलाई छिटो छिटो पढ्नेछु ल जो थोरै कुरामा इमानदार हुन्छ त्यो धेरैमा पनि इमानदार हुन्छ जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ यसकारण तिमीहरू सांसारिक धनमा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला यदि तिमीहरू अर्काको धनलाई इमानदार भएनौ भने तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला है आज कस्तो यहाँ परमेश्वरले होइन प्रभु येशूले भन्दै हुनुहुन्छ कि आज हामी चाहिँ एकदम इमानदार हुनुपर्ने आज जुन हाम्रो होइन सामान त्यो कुरा पनि कसैले हामीलाई ल हेर्देऊ है हेरचाह गरिदेऊ है भन्दै गर्दाखेरि आज हामीले चाहिँ त्यो कुरामा पनि विश्वास योग्य भएर हामी हेर्नु सक्ने चाहिँ हुनुपर्छ किनकि यस्तो सानसानो कुरामा पनि परमेश्वरले चाहिँ हामीलाई जाँच्नु हुँदो रहेछ होइन त्यही भएर विश्वास योग्य एकदम महत्त्वपूर्ण छ आज हामी विश्वासीको जीवनमा हामी विश्वास योग्य भएनौँ भने हाम्रो जीवनमा धेरै समस्याहरू आउँछ कति मैले अघि सुरुमा भने तपाईँहरूको प्रार्थना कति सुनवाई भएको छैन होला है कति तपाईँले उत्तर पाउनु भएको छैन ढिला भइरहेको होला त्यसको कारण हामी कतिचोटि विश्वास योग्य नभएको कारणले पनि हुन्छ है तर त्यही भएर चाहिँ म आज तपाईँहरूलाई यही भन्दैछु कि हामी चाहिँ विश्वास योग्य हुनुपर्छ आज विश्वास योग्य हुन हाम्रो जीवनमा एकदम महत्त्वपूर्ण छ है जसरी प्रेम शान्ति आनन्द भलाइ होइन यी सबै महत्त्वपूर्ण छ नि त्यसरी आज यो पनि हाम्रो जीवनमा चाहिँ एकदम महत्त्वपूर्ण छ त्यही भएर आज जब हामी विश्वास योग्य हुन्छौँ भने आज विश्वास योग्य हुँदाखेरि चाहिँ के हुन्छ आज म तपाईँलाई भन्नेछु है तपाईँले ग्रहण गर्नु होला यो कुरालाई विश्वास योग्य जब हामी हुन्छौँ भने यसले चाहिँ हामीलाई के दिन्छ आशिष दिन्छ यसले चाहिँ हामीलाई फाइदा दिन्छ थोरै होइन तर धेरै दिन्छ आज परमेश्वरले आज हामी हरेकमा त्यो खोज्नुहुन्छ के को चाहिँ छ असल को चाहिँ छ मलाई म तयार छु प्रभु भन्ने को हुनुहुन्छ भनेर चाहिँ उहाँले हेरिरहनुहुन्छ ताकि उहाँको काम आज हामीलाई सानो होइन मैले अघि भने नि सुसमाचारको काम तपाईँको जीवनबाट सुनाउने जब तपाईँ सुसमाचार सुनाउन जानुहुन्छ नि निडर भएर परमेश्वरमा भरोसा गरेर आज उहाँले तपाईँको मुखबाट के निस्किनु पर्ने हो सबै उहाँले बोलिदिनुहुन्छ तपाईँले त्यो कुरामा चिन्तै गर्नु पर्दैन है केवल तपाईँ चाहिँ म तयार छु प्रभु त्यो ठाउँमा जानलाई म तयार छु प्रभु त्यो घरानामा सुसमाचार सुनाउनुलाई जहाँ चाहिँ कष्टमा छ पीडामा छ होइन मान्छेले थिचोमिचो गरिरहेका छन् होला गाउँघरमा आज म जान्छु प्रभु मलाई चलाउनुहोस् भनेर जब तपाईँ तयार हुनुहुन्छ नि आज परमेश्वरले तपाईँको जीवनबाट काम गर्नुहुन्छ त्यो ठाउँमा है तपाईँको मुखबाट के निक्लिनुपर्छ शब्द त्यो कुरामा तपाईँ चिन्ता नै गर्नु पर्दैन आमेन आज साँच्चै नै त्यो कुराको लागि चाहिँ हामी तयारी हुनुपर्छ तपाईँले यो वचनहरू टिप्न सक्नुहुन्छ है दोस्रो इतिहासको 16:9 मा चाहिँ यो भनेको छ है म तपाईँहरूलाई पढिदिइहाल्नेछु है दोस्रो इतिहासको 16:9 मा चाहिँ यो भनिरहेको छ जब हामी तयार हुन्छौँ भने उहाँले हाम्रो जीवनबाट काम हुनुहुन्छ है किनकि जसको हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ आमेन अनि यस कुरामा तपाईँले मूर्खता गर्नुभयो भने अब उपरान्त तपाईँले युद्ध गरिरहनु पर्ने छ आज साँच्चै नै जसले चाहिँ परमेश्वरमा भरोसा गरेर म जान्छु प्रभु मलाई तपाईँले सहायता गर्नुहोस् तपाईँको शक्तिले भर्नुहोस् म होइन तपाईँ आफै ममा भएर होइन जसरी अघि हामीले गीत गाइरहेको छौँ कि हामी चाहिँ हाँगा हौ तर दागको बोट तपाईँ हुनुहुन्छ भनेर त्यसरी नै हामी भर परेर उहाँमा जान्छौँ भने बाँकी काम उहाँले नै
गर्नुहुन्छ। आज त्यस्तो जिम्मेवारीहरू आज तपाईँ हामीलाई उहाँले दिनुभएको छ होइन। अनि त्यसले हामीलाई मात्रै उनीहरूलाई मात्रै होइन तर हामीलाई पनि धेरै आशिषको हकदारहरू चाहिँ बनाउनु भएको छ। आज हाम्रो आत्मिक जीवनमा हामी बढ्छौँ। हामी आत्मिक जीवन मात्रै नभएर हामी वरिपरिका सबै कुरामा चाहिँ हामीलाई धेरै आशिष मिल्छ होइन। अनि यसले चाहिँ हाम्रो के पनि गर्छ भने जब हामी विश्वास योग्य हुन्छ भने यसले कुराले चाहिँ हामीलाई चाहिँ हाम्रो आर्थिक कुरामा पनि सहयोग गर्छ। जसरी तपाईँले योसेफलाई हेर्नु सक्नुहुन्छ होइन। यो चाहिँ उत्पत्ति 39मा त्यहाँ तपाईँले त्यो कथा पढ्नु सक्नुहुन्छ होइन। योसेफको जीवनमा हेर्नुहुन्छ भने उनले सुरुमा होइन केही गल्ती गरेको थिएन तर उनले त्यो सपनामा दर्शन देख्दै गर्दा आफ्नो दाजुभाइसँग भन्दै गर्दाखेरि उनीहरू चाहिँ के भयो त डाहाले चुर भएर चाहिँ अनि यसलाई मार्ने बचाएर कि त बेच्दिनै पर्छ भनेर त्यसरी होइन उनीहरू षड्यन्त्र रचेर होइन अनि बेच्दिएका छन्। मिश्र देशमा बेच्दिएका छन्। बिचरा त्यो बालका होइन जवान अवस्थाको मान्छे 17 वर्षको मान्छे है कति गाह्रो भयो होला। आफ्नै दाजुहरूले आफ्नो दाजुभाइले त्यस्तो गर्दाखेरि हो कि होइन। विचार गर्नुहोस् त आफैलाई पनि कति पीडा हुन्छ नि। जसलाई हामीले कति धेरै प्रेम गरेका हुन्छौँ जसलाई हामीले आदर गरेका हुन्छ आज उनीहरूले त्यस्तो गर्दाखेरि हामीलाई कति गाह्रो हुन्छ नि है। अनि त्यसरी बेच्दै गर्दा उनीलाई चाहिँ एउटा नोकर भइकन होइन पोतिफरको घरमा उनी पुगेका छन्। अनि त्यहाँ इमान्दार साथ उनले काम गरिरहेको थियो। परमेश्वरमा भरोसा गरेर विश्वास योग्य भएर त्यो ठाउँमा पुगे पनि उनी के भयो त एकदम विश्वासमा बलियो भइरहे। उनले कहिले पनि परमेश्वरमा मलाई यस्तो भयो गाह्रो भयो म यस्तो परमेश्वरलाई किन पुज्ने भनेर उनले कहिले पनि त्यो कुरा गरेनन्। तर उनी चाहिँ के भयो त परमेश्वरमा विश्वास योग्य भइरहे। आज तपाईँ हाम्रो जीवनमा पनि यस्तो आउनु सक्छ होइन। कति बाधा आउनु सक्छ है। अनि कति त्यो अवस्था आउन सक्छ जुन बेला हामीले आफ्नो परिवारलाई छोड्नु पर्ने आफ्नो होइन साथी सङ्गी अब कति हुन्छ नि त। अनि त्यो कुराहरू छोड्नु पर्ने अवस्था पनि आउँछ तर हामी त्यसमा पनि के हुनुपर्छ विश्वास योग्य हुनुपर्छ होइन। अनि जसरी योसेफलाई त्यो पोतिफरको घरमा बस्दै राम्रै काम गर्दै गर्दा पनि के भयो त पोतिफरको श्रीमतीले उनलाई कुविचारले हेरे। त्यो समयमा पनि उनी परीक्षामा फर्स्न सक्थे तर परमेश्वरको डर भए मानेको कारणले गर्दाखेरि चाहिँ उनी त्यहाँबाट भागे होइन। अनि त्यो कारणले गर्दाखेरि बिचरा मासुम जसको गल्ती नै छैन उनी के भयो त जेलमा पनि बस्नु पर्यो। आफ्नो जीवन जेलमा पनि बिताउनु पर्यो तर पनि उनी त्यहाँ उनको विश्वास चाहिँ के भयो त डगमगाएन। उनी विश्वासमा अटल भइरहे कि जब ती होइन त्यो पोतिफरले अनि सपना देख्दै गर्दाखेरि उनले जब त्यो सपनाको अनि परमेश्वरको शक्तिद्वारा जुन अनि त्यो दर्शन अनि उनले भनिदिए नि होइन त्यसको उत्तर खोलिदिए तपाईँ उनलाई के भएको छ त परमेश्वरले कति धेरै आशिष दिएको छ। अनि त्यो पोतिफरद्वारा चाहिँ उनलाई चाहिँ राजाको दोस्रो अनि महान व्यक्ति बनाएको छ। आमेन होइन। अनि पछि उनलाई धनमा पनि वृद्धि गराइदिएको छ। उनलाई इज्जत मान सम्मानमा पनि के गराइदिएको छ त वृद्धि गराइदिएको छ है। उनले 17 वर्ष त्यस्तो दुःख कष्ट भोग्नु पर्यो तर 17 वर्षपछि के भयो उनको जीवनमा धेरै आशिष आएको छ। आज त्यही ठाउँबाट त्यही मिश्र देशबाट चाहिँ उनले आफ्नो दाजुभाइ जसले चाहिँ उनलाई हेला गरेका थिए उनीहरूलाई पनि त्यो खाद्यान्नहरू त्यो गाह्रो परेको अवस्थामा चाहिँ उनले सहयोग गरेका छन्। आमेन। आज परमेश्वरमा विश्वास योग्य भयो भने हाम्रो जीवनमा पनि समस्या आउँदैन भन्ने होइन तर समस्या आउँछ तर त्यो समस्यामा पनि हामीले त्यो विश्वासलाई चाहिँ जोगाइराख्यौँ भने हामी पनि परमेश्वरमा एकदम आनन्दित हुन्छ। हाम्रो जीवनमा पनि हाम्रो आर्थिक कुरामा पनि होइन हामीले पाउनु पनि त्यो मान सम्मानमा पनि के हुन्छ त उहाँले उठाउनु नै हुन्छ। आमेन। आज होइन त्यसरी हामीले चाहिँ हाम्रो विश्वास योग्य आज हाम्रो वरिपरिका को हुनुहुन्छ उहाँहरूप्रति पनि हामीले गर्नुपर्छ। आज हाम्रो मण्डलीमा जसरी पास्टर अगुवाजनहरू हुनुहुन्छ उहाँप्रति विश्वास योग्य आफ्नो श्रीमान श्रीमतीप्रति विश्वास योग्य आफ्नो परिवारप्रति विश्वास योग्य जहाँ जहाँ हामी जान्छौँ होइन हामीले काम गर्ने ठाउँमा हाम्रो सरहरूप्रति हामी विश्वास योग्य हुन्छौँ भने आज सबै कुरा होइन संसारमा छ त्यस्तै चलन छ। आज हामी जब विश्वास योग्य हुन्छ भने परमेश्वरले हामीलाई धन मान पदमा उच्च स्तर दिनुहुन्छ। आमेन। आज हामी संसारमा पनि हेर्छौँ भने आज तपाईँले जागिर गर्दै गरेको ठाउँमा जसले तपाईँले एकदम मेहनतले तपाईँले इमान्दार साथ काम गर्नुहुन्छ नि उनीहरूले कति आदर गरेर उनीहरूलाई अनि बढाइदिनुहुन्छ कि होइन भन्नु त पदमा। मैले यो महसुस गरेको छु किनभने मैले पनि आफैले काम गरेको होइन। अनि म चाहिँ परमेश्वरमा भरोसा गरेँ अनि मलाई त्यो ठग्न त्यो ढाँट्न त्यस्तोहरू म आफैलाई त्यो सानोबाट नै सायद कति बाइबलहरू पढिरहेको भएर पनि होइन त्यो 10 आज्ञाहरू पढिरहेको भएर पनि यो कुराहरू चाहिँ मेरो मनमा बसेको कि हामीले ढाँट्नु हुँदैन चोर्नु हुँदैन होइन
कसैको बारेमा खराबी गर्नु हुँदैन भनेर चाहिँ त्यो कुरा सोचाइ भएको कारणले गर्दा आज अफिसमा हामीले काम गर्दै गर्दाखेरि पनि अनि जे होस् मलाई चाहिँ धेरै भरोसा गर्नुहुन्थ्यो के सरहरूले आमेन अनि उहाँले दिनुपर्ने आदर दिनुहुन्थ्यो अनि त्यो चाहिँ म केवल परमेश्वरलाई नै श्रेय दिन्छु आज मैले जुन जागिर गरेको थिएँ होइन पहिला गएको थिएँ त्यो सबै कुरा आज परमेश्वरले नै मलाई दिनुभएको थियो है आमेन आज त्यसरी नै हामीलाई परमेश्वरले चाहिँ स्तरमा उठाउनुहुन्छ यदि हामी विश्वास योग्य भइकन उहाँको योजना अनुसार हामी हाम्रो जीवनमा जतिसुकै समस्या किन नआओस् होइन हामी अगाडि बढ्छौँ भने है अनि तपाईँलाई एउटा घटना भनौँ अस्ति भर्खर क्रिसमसको दिनमा चाहिँ अनि बाबुले साह्रै गाह्रो गरेर अनि हाम्रो बिचमा अलिकति त्यस्तै परेको थियो होइन अनि त्यो बेला चाहिँ मलाई के लाग्यो भने यस्तो मुडको छ प्रभु मैले कसरी तपाईँको वचन बाँड्ने है कसरी तपाईँको वचन बाँड्ने भनेर त्यो मेरो मनमा आयो कि म कसरी खडा हुने अगाडि म योग्यको छुइनँ प्रभु तपाईँको सामु खडा हुने भन्ने मलाई त्यो भयो है अनि तर पछि मैले के रियलाइज गरेँ भने होइन म गर्छु यो तपाईँको सेवा हो म गर्छु किनकि मैले 1 वर्ष अगाडि 1.5 कति वर्ष भयो अगाडि मैले तपाईँको सेवा गर्छु भनेर मैले निर्णय गरेको म पछि हट्दिनँ प्रभु है मेरो बाबु झगडा गरे नि जे गरे पनि म हट्दिनँ भनेर अनि पछि त्यो दिनको बेलुका म माथि आएर होइन आफ्नो पश्चाताप गरेँ आमेन है अनि त्यो दिन क्रिसमसकै दिनको बेलुका म आफै आएर पश्चाताप गरेँ एकछिन एक्लै समय बिताएँ क्या माथि यस्तै 8:30-9 बजे थियो होला होइन अनि त्यसमा परमेश्वरले मलाई त्यही दिनको बेलुका चाहिँ विश्वास योग्य भन्ने शब्द दिनुभएको है किनकि मैले प्रार्थना गरिरहेको थिएँ मलाई कुनै अगुवाई नै भनेको भएको थिएन कि मैले के वचन बाँड्ने होला तर त्यो दिनको बेलुका जब मैले पश्चाताप गरेँ त्यसपछि मलाई त्यो कुरा आयो है आमेन आज त्यसरी नै हामी चाहिँ हाम्रो जिम्मेवारीबाट हामी पछि हट्ने होइन यदि परमेश्वरले हामीलाई त्यो गरौँ भन्नुहुन्छ भने आज जुनसुकै जीवनमा अवस्था किन नहोस् होइन चाहे परिवारमा झै झगडा किन नहोस् तर हामीलाई दिएको जिम्मेवारी हामी पुरा गर्नै पर्छ किनकि हामी विश्वास योग्य हौँ भने हामीले बोलेको शब्द म गर्छु भनेपछि गर्नै पर्छ आमेन है त्यसरी आज परमेश्वरले हामीलाई शक्ति दिनुहुन्छ है परमेश्वरले हामीलाई बाटो देखाइदिनुहुन्छ त्यसै गरी यहाँ हितोपदेश 28 को 20 मा तपाईले हेर्नुहुन्छ भने त्यहाँ चाहिँ के भनेको छ भने जो चाहिँ विश्वास योग्य हुनुहुन्छ उनीहरूको लागि चाहिँ आशीष परमेश्वरले दिनुहुन्छ तर जो चाहिँ एकदम ठगी काम गर्छ जो विश्वास योग्य नभइकन एकदम धनी हुनलाई एकदम हतारिन्छ भने उनीहरूलाई चाहिँ सजाय दिनुहुन्छ है तपाईहरुले भेटाउनु भयो भने आफूले पढ्नु सक्नुहुन्छ टिप्नु सक्नुहुन्छ हैन हामीसँग समय कम भएको कारणले गर्दा म छिटो छिटो जाने छु है त्यसैगरी यहाँ हितोपदेश 28 को 20 मा त्यही भनेको छ कि आज विश्वास योग्यलाई चाहिँ परमेश्वरले आशीष दिनुहुन्छ प्रशस्त आशीष दिनुहुन्छ अनि यसैगरी अनि हामी पहिलो कोरिन्थी 4 को 2 मा पनि हामी हेर्छौं भने त्यहाँ भण्डारे भनेको छ हैन भण्डारे चाहिँ एकदम विश्वास योग्य हुनुपर्छ भण्डारे भनेको मतलब चाहिँ हामी एकदम चर्चको कुनै जिम्मा लिएर मात्र होइन आज तपाई घरको पनि तपाई आफै भण्डारे हुनुहुन्छ के हैन भन्नुस् त आज तपाई समाजको पनि भण्डारे हुनुहुन्छ आज कुनै न कुनै ठाउँमा तपाई आफै कुनै जिम्मा लिएर बस्नु भएको व्यक्ति हुनुहुन्छ है त्यसैकारण तपाईहरु चाहिँ त्यो जिम्मा पाउँदै गर्दाखेरि चाहिँ तपाईहरु एकदम विश्वास योग्य हुनु नै पर्छ है अनि यसै कारण चाहिँ आज हामीलाई चाहिँ परमेश्वरले यदि विश्वास योग्य भेटाउनु हुन्छ भने हामीलाई हाम्रो हरेक आर्थिकी भौतिकी सबै कुरामा चाहिँ उहाँले हामीलाई उच्च राख्नुहुन्छ जसरी योसेफलाई उहाँले उच्च स्तरमा राख्नु भएको थियो त्यसरी आज हामीलाई पनि उहाँले उच्च स्तरमा राख्नुहुन्छ अनि दोस्रो कुरा म तपाईलाई भनौं विश्वास योग्यले हाम्रो जीवनमा के ल्याउँछ भने सुरक्षा ल्याउँछ आमेन है आज परमेश्वरको प्रतिज्ञा हामीलाई छ यदि हामी विश्वास योग्य भयौं भने उहाँले हामीलाई सुरक्षा दिनुहुन्छ केवल उहाँले हामीलाई वृद्धि गराउनु हुँदैन है हाम्रो धन मान अनि सम्मानमा उहाँले वृद्धि गराउनु हुँदैन तर हामीलाई सुरक्षा पनि दिनुहुन्छ है हामीले जसरी यहाँ दानियलको पुस्तक हामी हेर्छौं भने अध्याय 6 मा हामी हेर्छौं भने आज दानियललाई पनि त्यो समयमा के भएको थियो गाह्रो अवस्था आएको थियो है सानो उमेरमै बेबिलोनमा उहाँलाई लिएर आएको हैन अनि तर त्यो अहिले जुन बेबिलोनमा उनी बस्दै गर्दाखेरि दानियललाई एउटा परीक्षा के आएको थियो भने उनी चाहिँ परमेश्वरमा प्रार्थना गरिरहने व्यक्ति एकदम भक्ति गर्ने व्यक्ति तर त्यो बेला चाहिँ अनि के त्यो एउटा राजाहरूले निकाल्छ नि के भन्छ अरे सूचना त्यस्तो के निकाल्यो भने चाहिँ प्रार्थना गर्नु चाहिँ एकदम के रे राजाको खिलाफ हो विरोध है प्रार्थना गर्न नपाउने इलिगल भन्छ नि अनि त्यस्तो हो भन्दै गर्दाखेरि चाहिँ दानियलले के गरे थाहा छ तपाईलाई के गरे होला
उनी डराएनन् किनकि उसको भरोसा चाहिँ परमेश्वरमा थियो। अनि उनले दिनको कतिचोटि प्रार्थना गर्दै थाहा छ तपाईँहरूलाई? 3 चोटि है, 3 चोटि दिनको उनी प्रार्थना गर्थे। आज त्यो जुनसुकै नेताको जुनसुकै त्यो राजाको डिग्री नै किन नहोस्, म चाहिँ परमेश्वरलाई दिनुपर्ने समय म दिन्छु भनेर जब उनले निर्णय गरे नि होइन, उनलाई के अरे सिंहको खोरमा पनि हालेको छ। उनले त्यो पालन नगरेको हुनाले, तर के भएको छ त्यहाँ तपाईँलाई भनौँ, के भएको छ त्यहाँ भन्नुहोस् त? सिंहको खोरमा जब दानियललाई हालिदिए, किनभने उनले त्यो पालन गरेन नि त। राजाले भनेको कुरा उनले प्रार्थना गर्नु पाउँदैन भन्दै गर्दाखेरि उनले के गरे, पालन गरेन। अनि ऊ त विरोधी भयो नि त है। राजाको विरोध गर्नु भनेको सानो कुरा हो त होइन नि। अनि त्यही भएर चाहिँ उनीहरूले के गर्थे त, सिंहको खोरमा फालिदिए। तर आज के भएको छ अचम्मको कुरा, ऊ विश्वासमा ढल्नु भएन, परमेश्वरसँगको सम्बन्धमा अझै बलियो बनिरहे होइन। अनि त्यहाँ परमेश्वरले के गर्नुभएको छ त, आश्चर्य कर्म, हामीलाई सुन्दा नै विश्वास नलाग्ने कुरा होइन, एकदम पत्यार नलाग्ने कुरा, तर त्यो ठाउँमा त्यो घटना भएको सच्च हो कि त्यो सिंहको खोरमा हाल्दै गर्दा पनि उनी सुतिरहे, जे गरिरहे पनि उनलाई त्यो सिंहले चाहिँ खाँदा पनि खाएनन्, छुँदा पनि छुएनन्, उनी जीवित निस्केका छन् त्यो ठाउँबाट। आमेन। आज त्यसरी परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ होइन। अनि त्यही समयमा नै सद्रक मेशक अबेदनेगो होइन, उनीहरूलाई पनि त्यो त्यहाँको राजाले चाहिँ त्यो नचाहिँदा कुराहरू खान होइन, राजालाई पुज्नुपर्छ भनेर चाहिँ त्यो अनि दिएको थियो निर्णय। तर उनीहरूले के भने, हामी राजालाई हामी पुज्दैनौँ, हामी हाम्रो जीवित परमेश्वरलाई हामी पुज्छौँ भन्दै गर्दाखेरि उनीहरूलाई पनि के गरेको थियो त, आगोको भट्टीमा हालेको थिए। तर के भएको छ आगोको भट्टीमा, उनीहरू जलेनन्। आमेन। कस्तो अचम्मको काम होइन, उनी जलेन। अझै त्यहाँ ती मानिसहरूले के देखे त, अझै एकजनाको छाया पनि देखे, 4 जनाको छाया देखे। आज परमेश्वर चाहिँ त्यसरी नै हामी अनि तपाईँको साथमा चाहिँ उहाँ सधैँभरि हुनुहुन्छ, निरन्तर हाम्रो साथमा उहाँ हुनुहुन्छ। आज यदि हामीले गर्नुपर्ने केवल यही हो कि हामी उहाँमा विश्वास योग्य हुनुपर्ने। आज हामीलाई सुरक्षा दिने कुरामा, हामीलाई बढाउने कुरामा, सबै कुरामा आशिष दिनुहुने परमेश्वर हुनुहुन्छ होइन। अनि आज हामीलाई विश्वास योग्यले यो पनि सिकाउँछ कि हामी उहाँमा आज्ञाकारी हुनुपर्छ। उहाँले भनेको हरेक परमेश्वरको वचन होइन, यो वचनमा भएको हरेक कुरालाई चाहिँ हामीले के गर्नुपर्छ, पालना गर्नुपर्छ हाम्रो जीवनमा होइन। त्यही भएर हाम्रो जीवनमा धेरै आशिष छ। तपाईँले होइन थेसलोनिकी 3:3 पनि तपाईँले हेर्नु सक्नुहुन्छ है, म त्यहाँ पनि पढिदिनेछु तपाईँहरूको लागि। थेसलोनिकी 3:3 त्यही भएर परमेश्वर चाहिँ एकदम महान हुनुहुन्छ कि उहाँले गर्नुभएको हरेक प्रतिज्ञाहरूबाट चाहिँ उहाँ कहिले पनि पछि हट्नु हुँदैन। आमेन। दोस्रो थेसलोनिकी 3:3 तर प्रभु त विश्वास योग्य हुनुहुन्छ, उहाँले तिमीहरूलाई स्थिर गराउनुहुन्छ र दुष्टबाट सुरक्षित राख्नुहुन्छ। आमेन। यदि हामी विश्वास योग्य परमेश्वरमा हुन्छौँ भने त्यो दुष्टले पनि हामीलाई हानि गर्न सक्ने छैन होइन। आज दाउद राजाले नि के भन्छ भजन सङ्ग्रह 23:4 चाहे अन्धकारमै घाँटी भएर, मृत्युको अन्धकारमै घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन। आज किन त्यो भन्नुभएको त, किनकि उहाँ परमेश्वरमा एकदम विश्वास योग्य हुनुहुन्छ। आज कसलाई उनले पुजेका छन्, कसको अनि कुरा उनले मानेका छन् भन्ने कुरामा चाहिँ उनी के थिए त, निर्धक्क थिए। आज तपाईँ हामी पनि त्यस्तै परमेश्वरमा चाहिँ बलियो हुनुपर्छ, परमेश्वर चाहिँ निर्धक्क हुन सक्नुपर्छ है। आमेन। हामी यसरी नै अनि उहाँमा अगाडि बढ्छौँ। अनि अर्को कुरा, तेस्रो कुरा, हामी जब विश्वास योग्य हुन्छ भने उहाँले हामीलाई उन्नति गराउनुहुन्छ, फलिफाप गराउनुहुन्छ है। तपाईँले मत्ती 25:21 तपाईँले हेर्नु सक्नुहुन्छ, त्यहाँ चाहिँ एउटा सुनको सिक्काको दृष्टान्त भनेको छ है। त्यहाँ चाहिँ म तपाईँलाई सर्टकटमा भन्ने छु है यो कुरा। अनि एउटा मालिकले चाहिँ के गरेछन् भने उनको नोकरहरू होइन, उनीहरूलाई चाहिँ के गरेछन् भने 5वटा सिक्का एकजनालाई अनि 2टा सिक्का चाहिँ अर्कोलाई अनि बाँकी रहेको एउटा सिक्का चाहिँ अर्को एकजनालाई दिनुभएछ होइन। अनि उनी चाहिँ अब सहरमा गए कि कता गयो होइन। त्यसरी चाहिँ यहाँ एउटा स्टोरी भन्नुभएको छ प्रभु येशूले। तर जब उनी फर्केर आउँदै गर्दाखेरि चाहिँ त्यो 5वटा सिक्का हुनेले के गरेको छ थाहा छ तपाईँलाई? थाहा छ जवानहरू के गरेका छन्?
5वटाको कतिवटा बनाएका छन् उनले 10वटा बनाएका छन् अनि त्यो दुईटा ल्याउनेले के गरेका छन् उनले 8वटा हैन उनले पनि दुईटै अझै बढाएका छन् अनि एउटा ल्याउनेले के गरेको छ थाहा छ अझै उले त्यहाँ त्यो मात्रै हैन अझै के पनि भनेको छ उनले तपाई चाहिँ एकदम पर्खिँदै म पढिदिइहाल्छु तपाईहरुलाई है यहाँ के भनेछ 24 मा है एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो हजुर 9 रुपैयाँको जग्गाबाट कटनी गर्ने र ननिफास्नेको ठाउँबाट बटुल्ने तपाईको ठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो उल्टै उले के भनेको छ त आफ्नो मालिकको बारेमा चाहिँ तपाई यस्तो तपाई उस्तो भनेर कुरा गरिरहेका छन् कुरा काटिरहेका छन् जुन मालिकको घरमा उनी काम गर्छ जुन मालिकले उनलाई एउटा सिक्का दिनु भएको थियो हैन त्यही मालिकको चाहिँ उ के गरिरहेको छ त नराम्रो कुरा हैन गनगन गरिरहेका छन् खराब कुरा भनिरहेका छन् अनि त्यहाँ के भन्नुभएको छ मालिकले तिमीलाई थाहा रहेछ त तिमीले किन नगरेको त भनेर त्यो एउटा भगवानी उबाट खोसिएको छ अनि उसको जीवनमा के भएको छ त त्यहाँ उलाई चाहिँ ए दुष्ट अल्छे नोकर 9 रुपैयाँको ठाउँमा कटनी गर्छु र ननिफाने ठाउँबाट बटुल्छु भनेर तैले जानेको थिइस् भने तैले मेरो धन साहु कहाँ राख्नु पर्ने थियो र आएर मैले अनि मेरो ब्याज समेत फिर्ता पाउने थिए यसकारण त्यसबाट त्यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई देऊ किनभने जससँग छ त्यसलाई अरु दिनेछ र त्यससँग प्रशस्त हुनेछ तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिने छ है अनि पछि यहाँ हेर्नु न यहाँ दारा किन्ने त्यो बाँकी कठोर हैन त्यो कुराहरु अनि त्यहाँ के भनेको छ त जससँग 5 सिक्का छ आज हामीलाई दिएको जिम्मेवारी हामीले एकदम विश्वास योग्य साथ हामीले पूरा गर्छौं भने अझै परमेश्वरले हामीलाई के गर्नुहुन्छ यहाँ भन्नु खोजेको चाहिँ त्यही हो कि आज हामीले त्यो कुरालाई हामी राख्छौं अनि हामीले परमेश्वरले भनेको जस्तो कुरा हामी गर्छौं भने उहाँले अझै हामीलाई डबल थपिदिनुहुन्छ आमेन आज विश्वास योग्य भएर उनले चाहिँ हैन मेरो मालिक यस्तो छ त्यही भएर मैले अझै यसलाई बढाउने कोसिस गर्नुपर्छ किनकि उनी त अब हैन त्यस्तै अनि कमाउने मान्छे अनि त्यसरी नै मैले पनि आज बढाए भने मलाई अझै आशिष पाउने छ उनलाई थाहा थियो आमेन त्यसरी परमेश्वर पनि त्यस्तै हुनुहुन्छ आज जब हामी एउटा विश्वास योग्य भएर हामी जिन्छौं भने हैन हामीले जब परमेश्वरमा हामी प्रमाण गर्छौं कि हामी साच्चै नै प्रभु तपाईमा एकदम भर परेका छौं तपाईमा हामी विश्वास योग्य छौं भने उहाँले हाम्रो जीवनमा प्रशस्तै आशिष दिनुहुन्छ हैन तपाईले लुका 12 को 42 र 44 मा पनि हेर्न सक्नुहुन्छ लुका 12 को 42 मा है तपाईहरु भन्दा छिटो मैले पाउने रहेछ है 12 को 42 मा हामी हेर्न सक्छौं त्यहाँ पनि यस्तै प्रकारको हामीले स्टोरी सुन्न सक्छौं यहाँ के भन्नुभएको छ प्रभुले भन्नुभयो त्यो विश्वासी र बुद्धिमानी भण्डारे को हो जसलाई त्यसको मालिकले आफ्नो परिवारलाई निश्चित समयमा तिनीहरूको भागमा पर्ने भोजन दिनलाई खटाउने छन् त्यो दास धन्य हो जसलाई त्यसको मालिक आउँदा त्यसै गरिरहेको भेटाउने छ साच्चै म तिमीहरूलाई भन्दछु तिनले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिने छन् आमेन आज एउटा मानिसले चाहिँ आफ्नो हैन बुद्धिमानी त्यो हामीलाई चाहिँ जो विश्वासयोग्य हुन्छ नि उनलाई चाहिँ प्रभुले के भन्नुभएको छ बुद्धिमानी भन्नुभएको छ किनकि आज उनले आफ्नो परिवारमा हेरचाह गर्नलाई एउटा व्यक्तिलाई खटाउनु भएको छ है खटाउनु भएको छ भन्नुको मतलब चाहिँ यदि म एउटा मालिक घरमा नहुँदै गर्दा एकजना व्यक्तिलाई त्यो जिम्मा दिएको छ भने उले कसरी निभाइरहेको छ त्यो जिम्मा हैन आफूको तलपट्टि भएकालाई खानपानदेखि लिएर सबै व्यवस्थित गरेको छ कि उल्टै त्यो आफू भन्दा तल भएका नोकर चाकरलाई उनले पिट्ने कुट्ने हैन काम लगाउने बढी दलाउने त्यस्तो पो गरिरहेका छ कि हैन त्यस्तो कुरा पो गरिरहेको छ कि भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ यदि त्यस्तै गरिरहेको उनले भेटाउनु भयो भने चाहिँ त्यो चाहिँ असल हुँदैन किनकि आज हामी पनि त्यसरी नै आज परमेश्वरको सामु हामी यो प्रेम गर्छौं भन्छ त्यो गर्छौं भन्छौं तर आज हामी विश्वास योग्य छैन भने उहाँ आउँदै गर्नु हुँदाखेरि चाहिँ हामीलाई विश्वास योग्य भेटाउनु भएन भने हाम्रो जीवनमा पनि आशिष आउँदैन तर हामी विश्वास योग्य भयो भने के भन्नुभएको छ यहाँ भन्नु त 44 मा साच्चै म तिमीहरूलाई भन्दछु तिनले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिने छन् आमेन आज तपाई हामी यदि परमेश्वरमा सधैँभरि यसरी विश्वास योग्य भएर जिउँछौं भने उहाँमाले सधैँभरि उहाँको इच्छा अनुसार उहाँको वचन अनुसार उहाँमा अगाडि बढ्दै अनि साच्चै नै हामीलाई दिएको हरेक जिम्मेवारी हाम्रो घरको किन नहोस् हाम्रो जागिरको किन नहोस् हाम्रो चर्चको किन नहोस् हाम्रो समाजको किन नहोस् तर हामी
हामी एकदम विश्वास योग्य भएर मानिसको अगाडि मात्र होइन तर आफ्नो हृदयबाट नै हामी विश्वास योग्य हुनुहुन्छ भने उहाँले यो संसारको मात्र होइन हामीलाई होइन अनन्त जीवनसम्म चाहिँ आशिष दिनुहुन्छ। आज संसारमा पनि हामीलाई हक अधिकार होइन मैले अघि भनिहालेँ हामीलाई धन मान इज्जतमा पनि उहाँले वृद्धि गर्नुहुन्छ। आमेन। साँच्चै नै त्यसरी परमेश्वर चाहिँ एकदम दयालु हुनुहुन्छ क्या, परमेश्वरले एकदम प्रेमिलो हुनुहुन्छ। आज हामीलाई सधैँभरि उहाँले चाहिँ दिनलाई तत्पर हुनुहुन्छ तर कतिचोटि चाहिँ हाम्रै पापी स्वभावले गर्दा हाम्रै त्यो अविश्वासी अनि अविश्वासको कारणले गर्दाखेरि चाहिँ हामीले पाउनुपर्ने आशिष पनि हामी के गर्छौँ गुमाउँछौँ। कतिचोटि हामी त्यस्तै गर्छौँ, कतिचोटि हामीलाई थाहा नै हुँदैन तर हामीले त्यो आशिषहरू गुमाइरहेका हुन्छौँ। हाम्रो बोलीबाट पनि हामी कतिचोटि गुमाइरहेका हुन्छौँ। 2026मा हामी बेस्ट थिङ प्राप्त गर्छौँ भनेर हामीले विश्वास गरेको छ भने आज त्यसरी नै हामी परमेश्वरमा चाहिँ मैले पाएको छु, मैले पाउँछु, म परमेश्वरमा अगाडि बलियो साथ बढ्छु, विश्वास योग्य भएर म जीवन जिउँछु भनेर जब हामी त्यो निर्णय गरेर अगाडि बढ्छौँ भने उहाँले हामीलाई दिनुपर्ने आशिष चाहिँ रोक्नु हुँदैन होइन। अन्त साँच्चै नै उहाँ चाहिँ हामीलाई सधैँभरि प्रेम गर्नलाई तयार हुनुहुन्छ। हाम्रो लागि उहाँ मर्नु पनि भयो होइन। आज त्यस्तो परमेश्वर हाम्रो लागि हुनुहुन्छ भने हामी किन डराउने, हामी किन होइन विश्वासलाई हार्ने। आज एफिसी 6 को होइन म यसलाई अन्त्य गर्नेछु। अब कतिचोटि यहाँ चाहिँ के भनेको छ भने हामी कसरी चाहिँ विश्वास योग्य हुनुपर्छ भने हामी सधैँभरि हामीले आज हामीलाई कसैले विश्वास गर्न सकेको छ कि छैन आफै तपाईँ विचार गर्नुहोस् है। म आफै पनि मलाई विचार गर्दै थिएँ यो लेख्दै गर्दाखेरि होइन। आज हामी हाम्रो समाजमा आज हामी हाम्रो चर्चमा मानिसहरूले हामीलाई हेर्दै गर्दाखेरि त यो विश्वासै गर्न नसकिने मान्छे भनेर हेर्छन् कि यो त साँच्चै नै भला आदमी हुनुहुन्छ, आज यो इमान्दार छ होइन, आज यो दयालु छ, आज परमेश्वरको डर भए मान्ने, आज उसको मुखबाट कुवाक्य निस्किँदैन, आज उसले झुटो काम गर्दैन, उसले ठगी काम गर्दैन, उसलाई सच्चाइलाई होइन साँचो कुरालाई बङ्गाउने काम गर्दैन, उसले मान्छेलाई जताभावी कराउँदै हिँड्दैन भनेर आज तपाईँको समाजको मान्छेले तपाईँलाई भन्छ कि भन्दैन? भन्छ। आमेन है। आज त्यो भन्नुपर्छ है। आज हामीलाई हेर्ने धेरै मान्छे छ, जब झन् तपाईँले परमेश्वरलाई जब चिन्नुहुन्छ नि झन् तपाईँलाई धेरै हेर्नुहुन्छ मान्छेले। बरु पहिला समाजमा तपाईँ अन्य जाति हुँदाखेरि तपाईँलाई बरु वास्ता हुन्थेन होला, तर जब तपाईँ परमेश्वरमा आउनुहुन्छ नि अनि उनीहरूले हेर्छन्, किनभने उनीहरूलाई थाहा छ नि त विश्वासीहरू यस्तो हुन्छ अरे, क्रिस्चियनहरू उस्तो हुन्छ अरे भनेर उनीहरूलाई सबै थाहा भएको हुन्छ क्या। त्यही कारणले गर्दा आज हामीलाई हेर्ने मान्छेहरू धेरै छ। त्यसैले आज हामी साँच्चै नै एकदम परमेश्वरमा विश्वास योग्य छौँ कि छैन, हामी सच्चा छौँ कि छैन, इमान्दार छ कि छैनौँ होइन, कसैले हामीलाई भर पर्ने खालको हामी छौँ कि छैनौँ, ती सबै कुरा चाहिँ हामीले विचार गर्नुपर्छ होइन हाम्रो जीवनमा है। त्यसैले यी कुराहरू चाहिँ एकदम महत्त्वपूर्ण छ। आज हामी विश्वासी भइकन यो कुराहरू चाहिँ हाम्रो लागि एकदम महत्त्वपूर्ण छ। विश्वास योग्य हुनुपर्ने एउटा गुण चाहिँ हाम्रोमा एकदम महत्त्वपूर्ण छ। तर यसलाई चाहिँ हामी कतिचोटि हामी थाक्छौँ, कतिचोटि हामी थाक्छौँ होइन, हार्छौँ, तर पनि हामीले चाहिँ यो पनि एउटा पवित्र आत्माको फल भएको कारणले गर्दा जति हामीले यसलाई होइन म यस्तो हुनु हुँदैन, म यस्तो हुनुपर्छ, म सच्चा हुनुपर्छ, आज मैले भुल गल्ती गर्दै गर्दाखेरि म यस्तो हुनु हुँदैन भने हामी आफैभित्र त्यो जुन आत्मा छ त्यो आत्मासँग हामी त्यो आत्मालाई हामी बढी जोड दिन्छौँ भने बिस्तारै 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 तपाईँमा त्यो स्वभाव आउँछ, विश्वास योग्य स्वभाव तपाईँमा आउँछ होइन। तपाईँले झुटो बोल्न रोकिदिनुहुन्छ, कसैको बारेमा खराबी गर्न सोच्न तपाईँले छोडिदिनुहुन्छ। आज जब हामीले परमेश्वरलाई पायो हामीले पुरानो स्वभावहरू त्यागेका छौँ हो कि होइन भन्नु त। आज हामी नयाँ भएका छौँ नि त। त्यसै कारणले गर्दा जति हामी प्रयास गर्छौँ त्यति प्रयासमा परमेश्वरले हामीलाई के गर्नुहुन्छ त शक्ति बल दिनुहुन्छ है, हामीलाई एकदम सामर्थ्य दिनुहुन्छ कि जब हामी उहाँमा प्रभु म तपाईँमा नै भर परे, अब म सक्दिनँ, तपाईँले नै मेरो जीवनलाई उठाउनुहोस् भनेर जब हामी उहाँमा भर पर्छौँ भने उहाँले हामीलाई परिवर्तन गर्नुहुन्छ। आमेन। त्यसैले हामीले चाहिँ निरन्तर उहाँसँग उहाँको वचनमा समय बिताउनुपर्छ, प्रार्थनामा समय बिताउनुपर्छ, उहाँसँग हामी कुराकानी गर्नुपर्छ। आज उहाँ हाम्रो बुवा हुनुहुन्छ, पवित्र आत्मा हाम्रो साथसाथै हिँड्छ, हामी उहाँसँग कुरा गरिरहने क्या। हामी त्यो जताभावी कुरा गर्ने होइन तर परमेश्वरको होइन आत्मासँग चाहिँ हामी कुरा गर्ने हुनुपर्छ होइन। अनि अन्तिममा तपाईँहरूलाई म के भन्न चाहन्छु भने जसरी यहाँ प्रकाश 2:10 के भनेको छ भने हामी हेर्नेछौँ त्यहाँ है। अब मैले अन्त्य गर्नेछु। हाम्रो विश्वासमा चाहिँ के साँच्चै नै हामी उहाँमा होइन सधैँभरि हामी लड्न सक्छौँ, किनकि हामीलाई चुनौती नै त्यही छ है। माफ गर्नु होला मेरो जीवन लटपटाउँछ। हाम्रो जीवनमा च्यालेन्ज चाहिँ त्यही छ, हामी
कतिचोटि हामी विश्वास गर्छौँ तर विश्वासलाई हामीले अगाडि बढाउन नसकेको कारणले गर्दा होइन कसैसँग मनमुटाव भएको कारणले गर्दा हामी पछि हट्छौँ सजिलोसँग किनकि ऊ चाहिँ मान्छेलाई हेरेर काम गरिरहेको हुन्छ परमेश्वर सच्चा परमेश्वर जो विश्वास योग्य परमेश्वर हुनुहुन्छ नि उहाँलाई हेर्नुभन्दा मान्छेहरूलाई हेरेर विचार गरिरहेको हुन्छ होइन अनि यो म तपाईँलाई पढिदिनेछु प्रकाशको 2:10 तिमीले भोग्नै लागेको कष्टसँग नडराऊ हेर दियाबलसले तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ र तिमीहरूलाई 10 दिन कष्ट हुनेछ तिमीहरू मृत्युसम्मै विश्वासी हो र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु आमेन है यहाँ स्पष्ट भनेको छ कि हैन हामीले दुःख दिनलाई त्यस्तै मान्छेहरूलाई चाहिँ दुष्टले अनि कब्जामा पारेर आज हामीले चिनिरहेको व्यक्तिहरूबाट नै हामीलाई रोक्न टोक्न हैन हाम्रो विश्वासलाई हार्न शंका उत्पन्न गराउन हैन हामीलाई जब जुन परमेश्वरमा हामी पढिरहेको हुन्छ हाम्रो खुट्टा तान्नलाई अनि आज त्यस्तै मान्छेहरूलाई चाहिँ दुष्टले चलाउँछन् तर पनि यहाँ के भनेको छ भने हामी चाहिँ मृत्युसम्मै हाम्रो विश्वासमा चाहिँ हामी नहार्ने हामी विश्वास योग्य जीवन जिउने ताकि यो संसारमा रहन्छ जति कष्ट भए पनि हामी परमेश्वरमा चाहिँ के हुनेछौँ त हामीले अन्तिममा जीवनको मुकुट पाउनेछौँ आमेन आज तयार हुनुहुन्छ तपाईहरु जीवनको मुकुट पाउनलाई हालेलुया परमेश्वरको महिमा भएको होस् त्यसैगरी मेरो उत्साह तपाईहरुलाई यही छ कि हामी चाहिँ सधैँभरि विश्वासमा एकदम बढिरहन विश्वास योग्य भएर जिरहन आज हामीलाई विश्वासी भन्ने मात्र हैन के हामीलाई त्यो नाम ट्यागै लागेको छ कि हामी विश्वासी तर विश्वासीको जस्तै हामी व्यवहार पनि हामी देखाउन सकौं हैन शब्दमा मात्रै होइन तर हाम्रो जीवन जीवाइबाट हाम्रो गराइबाट हाम्रो हृदयबाट सोचाइ विचारबाट सबै कुराबाट चाहिँ हामी विश्वास योग्य हुन सकौं त्यसैले हाम्रो कति प्रार्थनाहरू नसुन्याइ भएको होला तर आजबाट तपाईले यो कुराहरूलाई अपनाउनुहुन्छ परमेश्वरप्रति इमानदार भएर विश्वास योग्य भएर तपाईले गर्नुभएको प्रतिज्ञा अनुसार तपाईँ अगाडि बढ्नु भयो भने परमेश्वरले तपाईको जीवनमा अचम्मको काम गर्नुहुन्छ आमेन हुन्छ परमेश्वरले तपाईहरुको जीवनमा प्रशस्त आशीष दिनु भएको होस् र यो समय फेरि पनि म अनि बाबालाई दिन चाहन्छु अनि बाँकी समयमा चाहिँ